धन्ना सपालम संस्कृति भनेको यही हो हजुर बजार हाटमा पनि अंक बेलबारी भाइ बेलबारीको दल एटीएफको दल दिनभरि रातभरि र भोलिपल्ट उज्यालो भएर भोलिपल्ट राति भएर पर्सिसम्म निरन्तर यसरी नाचेर नगलिने नाच हो यो। अंक पूर्ण बेलबारीलाई बेलबारीको छ देखिराख्नु भएको छ यो जेफालेको चाहिँ एकदमै चिसो चिसो मौसम। वैशाखको दिन पनि यस्तो मौसम छ, नपाउनुको मौसम। यस्तो मौसम बीचमा पनि आज हामी यति राम्रो धान नाचको दृश्य तपाईहरुसम्म ल्याउन सक्सेस भएका छौं। सञ्जोगले कस्तो लुकी लुकी हेर्नु भएको नलुकी हेर्दा सकिहालिन्छ नि हैन। एकदम गर झ्याप्पै गर नाचिहालौँ जस्तो भइसक्यो होला हैन। ल ल ल कति रमाइलो छ नि त। यो कस्तो लाग्छ तपाईहरुलाई यो नृत्य हेर्नुहुँदा? एकदम राम्रो यो जुम्रो पुरानी धन्ना सपालम संस्कृति भनेको यही हो। हजुर बजार हाटमा पनि रमाइलो हुने हजुर लाग्छ, रमाइलो लाग्छ। रमाइलो लाग्छ हैन। यो बजार हाट उज्यालो पार्ने हाम्रो संस्कृति परम्परा हैन। धेरै समय पछाडि देख्यो नि अझै दौरा सुरुवाल नलागेकोले अलिक गाह्रो भयो हैन। गाह्रो र पनि ठिक छ। अब नाच्न एकदम मन पराउने हाम्रा तन्नेरी युवाहरू हुनुहुन्छ यहाँ, दुईजना हाम्रो आदरणीय व्यक्तित्वहरू। यहीँनिर यस्तो नाच भइरहेको छ। अंक एटीएफलाई एटीएफको 8 सम्भवतः हाम्रो अंक बेलबारीलाई अंक एटीएफलाई अंक एटीएफलाई एटीएफको 8 बेलबारीको 9 एटीएफले अंक थपेर उनीहरूलाई त यो चासो छैन के भन्छ रञ्जित हामी एकछिन